यति बेला हामीसँग कुराकानी गर्नको लागि वामपन्थी नेता तथा आयुर्वेदिक डाक्टर हीरालाल भुजेल हुनुहुन्छ। यहाँलाई स्वागत छ सर। हस्, नमस्कार, धन्यवाद हजुर। अब यो जेनजी आन्दोलनले यति बेला देश उथलपुथल बनायो। जेनजी आन्दोलनको नाममा कसले उथलपुथल बनायो होला, त्यो अहिले विषयमा कुराकानी गरौँला। हामी यहाँलाई प्रश्न गर्नेछौँ। यति बेला सिंहदरबार नष्ट छ, संसद भवन नष्ट, त्यस्ता धेरै ठाउँ सरकारी निकायहरू नष्ट छ, सर्वोच्च अदालत नष्ट। अब यो नष्ट कसरी हुन पुग्यो? यो जेनजीले नै गरेको हो कि होइन भन्ने एकातिर प्रश्न छ। र अहिले एउटा अन्तरिम सरकार पनि गठन भइसकेको छ। सानो 11 सदस्यीय यो मन्त्रीमण्डल गठन हुँदै गर्दाखेरि जो आउनुभएको व्यक्तिहरू हुनुहुन्छ उहाँहरू पनि विवादित हुनुहुन्छ। धेरैजनाले के भन्दै हुनुहुन्छ भने सहजकर्ताको रूपमा पठाएको व्यक्तिहरू गृहमन्त्री भएर कसरी निस्किए भनेर जेनजीहरूले नै पनि भनिरहेका छन् उहाँहरूले। अब यति बेला धरानका मेयर हर्क साम्पाङको चर्चा हुनुको मेन कारण भनेको उहाँलाई यति बेला उहाँले खानेपानी मन्त्रालय र श्रम मन्त्रालय रिजेक्ट गरेर जानुभयो। र उहाँले के भन्नुभयो भने सबैभन्दा ठुलो आजको हाइलाइट प्रश्न मैले यहाँलाई आइस ब्रेकिङ प्रश्न के गर्न आँटेँ भने मन्त्री बन्नको लागि हर्क साम्पाङलाई भारतीय दूतावास पुगेर आउनु भनेर बार भनिराखे पछाडि उहाँले इन्कार गरेर जानुभयो। हाम्रो देशको मन्त्री बन्नलाई भारतको दूतावास किन पुग्नुपर्ने भनेर उहाँले यति बेला त्यो बुझ्दै हुनु होला र उहाँले धेरै पटक स्ट्याटस पनि लेखिसक्नु भएको छ। यसको नेतृत्व गर्ने त बालेन शाह हुन् कि भनेर पनि धेरैजनाले शङ्का गरिरहेका छन् र यो शङ्का कतै हो जस्तो पनि देखिन थालेको छ। कसरी हेर्नु भएको छ सर यो जेनजी आन्दोलनको सेरोफेरोलाई? सर, सर्वप्रथम त ती नाबालक स्कुलका ड्रेस लगाएका बच्चाहरू र कलेजका ड्रेस लगाएका बच्चाहरूले चाहिँ तपाईँको छातीमा गोली ताकी एमालेको ओली सरकारले मार्यो। ती मृत आत्माप्रति चाहिँ तपाईँको भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूको यथाशीघ्र स्वास्थ्य लाभको कामना गर्दै अब हेर्नुहोस्, ठ्याक्कै 16 सदस्य लागेको दिनमा नै गोली हानेर मार्यो। छातीमा ताकी त्यो जुन युवा पुस्ताका भोलि भविष्यका यो देशका कर्णधार होइन ले उनीहरूले केही खोजेको थिएन। यसपालि दसैँमा म हजुरको क्यामेरामा दसैँको शुभकामना दिन सक्दिनँ, किनकि देश 72 जना नाबालक र अलि वृद्धहरूको चाहिँ मृत्यु भएको छ। 50 जना नागरिकको मृत्यु भएको छ। बानेश्वर रगतको खोलो भएको होइन। यसकारण यसपालि विजय दशमीमा म शुभकामना दिन सक्दिनँ, क्षमा चाहन्छु। र अब आउँ तपाईँले सोधेको प्रश्नमा, यो जे हुनुपर्ने थियो त्यो भएकै हो। राजनीति गर्ने 46 सालभन्दा यताका राजनीति गर्ने, जुन 48 सालभन्दा यताका राजनीति गर्ने मान्छेहरू, हात्ती छाप चप्पल लाएर आएका मान्छेहरू अकुत सम्पत्ति कमाएर देशलाई परिवर्तन गर्छु, रूपान्तरण गर्छु भनेर आएका मान्छेहरू खरबपति भए, अरबपति पनि होइन। जस्तो तपाईँ शेरबहादुर देउवाको प्रत्यक्ष देख्नुभयो नि तपाईँले। रिपोर्टिङको दिन हामी नै थियौँ त्यहाँ। तपाईँ आफै हुनुहुन्थ्यो नि, त्यो घटना घटेको दिन हुनुहुन्थ्यो नि। अब एउटा राजनीति गर्ने व्यक्तिले खरब रुपियाँ पैसा चाहिँ कोठामा चाङ पारेर दैनिकको भरण पोषण गर्नलाई राख्छ भनेदेखि कति लुटेर रहेछ, कति तस्कर रहेछ शेरबहादुर देउवा। यहाँ बुझ्नुहोस्, त्यस्तै नेपाली काङ्ग्रेसका अरू है। यो अहिलेको बिपी काङ्ग्रेस होइन है। यो चाहिँ तपाईँको शेरबहादुर देउवा कतिखेर बिग्रियो भने जतिखेर आर्जु राणालाई बिहा गर्यो ततिखेरदेखि शेरबहादुर देउवा बिग्रियो है। नभए पहिला असल मान्छे हो, राम्रो मान्छे हो, जुन बेलामा क्रान्तिमा थियो होइन, त्यसलाई पनि हामीले राम्रै भन्नुपर्छ। पहिलाको अवस्थामा होइन, जुन क्रान्ति गर्दाको अवस्थामा, एमाले पनि एकदम राम्रो क्रान्ति गर्दाको अवस्थामा, माओवादी पनि एकदम राम्रो क्रान्ति गर्दाको अवस्थामा, जब यिनीहरू कुर्सी मोह भइसकेपछि, जनतालाई भुलेपछि, जनतालाई सुख शान्ति समृद्धि दिन्छु भनेर आएका राजनीतिक दलहरू आज दल चाहिँ दलालमा परिणत भए। तपाईँको क्यामेरामा होइन, म जति कडा बोल्ने कोही मान्छे थिएन होला है। तपाईँलाई ठ्याक्कै तपाईँको योभन्दा अघिल्लो वर्षको अन्तर्वार्ता पनि तपाईँ हेर्दै गर्नुहोस्, त्यो अहिले पनि हेर्न सक्नुहुन्छ। अब नेपाल बङ्गलादेश भन्दैछ,
नेपालका नेताको घर जल्नेछ र ती नेताहरू भाग्नेछन् भनेर मैले भनेको अन्तर्वार्ता तपाईँ कहाँ छँदैछ। यिनीहरू तस्कर हुन्, यिनीहरू राजनीतिक दल होइन, यिनीहरू दलाल हो भनेर मैले बार बार भनेको थिएँ। अहिले दलाल रहेछ कि रहन्छ? एकजना नेताको घरमा त्यस्तो पैसा हुन्छ? जनताको स्थिति र जनता ढिँडो खान पाएको छैन, समयमा सिटामल खान पाएको छैन, नेताको घरमा अरबौँ अरब रुपियाँ चाहिँ डलरका डलर राखेर होइन दैनिक खर्च भरण पोषणको खर्च पो त्यो। हेर्नुहोस् नेपाली जनतालाई ऋण लाएर 46वटा कर लगाइदिएको छ, 9वटा परिचय बोक भनेको छ। अनि त्यो चाहिँ तपाईँको गाडीको त्यो प्लेटमा नि इङ्ग्लिस नम्बर राख भनेर भनेको छ। कति लुट्न जानेको? लुट्ने पनि सीमा हुन्छ नि हजुर, लुट्ने सीमा हुन्छ। होइन यसको हत्या त अहिले पनि भइसकेको छैन नि सर। अब यो संसद विघटन भइसके पछाडि अन्तरिम सरकारले फागुनको 21 गते चुनाव गराउँदैछ। चुनावबाट जितेर आउने ती व्यक्तिहरू नै हुन् त फेरि को फरक पाउला? सुन्नु, फरक कोही आउँछ? होइन नि, त्यो चाहिँ नेपाली जनताले अब बुझ्नु पर्यो। बुझ्ला? अब बुझ्नु, नेपाली जनताले अब बुझ्नु पर्यो। जो स्वतन्त्र उठ्छ, जो नयाँ उठ्छ, जसको भिजन छ, जसको उद्देश्य छ, जसको लक्ष्य छ, त्यस्तो मान्छेलाई मतदान गर्नु होला। यो राजनीतिक दलको भरमा परेर यिनीहरूको चिप्लो कुराको भरमा परेर दुई टुक्रा मासुको फिर्कोमा रक्सीमा बिकेर आफ्नो अस्मिता नबेच्नु होला। बुझेर मतदान गर्नु होला अब आउने निर्वाचनमा होइन। अब मैले यहाँलाई अघि नै सोधेको थिएँ सर फर्स्टमा, मेरो हर्क साम्पाङ पनि म देशको लागि अगाडि बढ्छु, देशमा सबैभन्दा पहिला प्रश्न गर्ने उहाँ, अगाडि आउने व्यक्ति उहाँ हुनुहुन्थ्यो। यो जलिरहेको देश म सम्हाल्छु है, त्यति बेला कोही पनि बोल्नु भएको थिएन। हर्क साम्पाङले बोलेर सुरु गर्नुभयो र पछाडि त धेरै मान्छे आएर अहिले मन्त्रीमण्डल पनि गठन भइसक्यो। र मन्त्री बन्नु छ भने तपाईँ भारतीय दूतावासमा पुगेर आउनुहोस् भनेर उहाँलाई बार बार थ्रेट आयो, फोन आयो। तर उहाँले पाएको त्यो मन्त्रालय पनि, दुईवटा मन्त्रालय पनि छोड्नुभयो। त्यही कारणले गर्दाखेरि यो भारतमा जानुपर्ने स्थिति चाहिँ किन आउँदो रहेछ सर? अब भारतीय दूतावास जानुपर्ने। सुन्नुहोस् है, भारतीय विस्तारवाद मुर्दाबाद, अमेरिकी साम्राज्यवाद मुर्दाबाद भनेर म नारा लाएर हिँडेको हो। देश त्यही भारतीय दलालहरूले चलाएको चलाइ हो। यहाँ राजा वीरेन्द्रको हत्या कसले गरेको? राजा वीरेन्द्रको हत्या रहेको एजेन्टले गरेको भनेर मिडियामा आएको छ। हेर्नुहोस्, हर्क साम्पाङले ती कुरा बुझेको होइन। ऊ नेपाल देश हाम्रो राष्ट्रियता स्वाधीनता होइन लाई ऊ बिक्री गर्न चाहँदैन, किनकि ऊ आदिवासी जनजातिको छोरो होइन। उच्च शिक्षा कुटनीति गर्न नजानेको होला, राजनीति गर्न सिक्दै हो। एउटा मेयरले त्यत्रो प्रधानमन्त्री बनेर आउँछु भनेर भन्नु भनेको मेरो लागि गौरवान्वित विषय हो होइन। मेरो लागि गौरव हो किनकि म आदिवासी हो होइन। जेनजीहरूको माग पनि थियो अब हर्क साम्पाङ बालेन शाहलाई पहिला उठाउने र बालेन शाहले नचाहिसके पछाडि अबको हाम्रो माग हर्क साम्पाङ नै हो है भनेर सडकमा पनि उफ्रियो। ट्रेन्डिङ नम्बर 1मा पनि पर्यो हर्क साम्पाङ। बालेन शाह छ नि, बालेन शाहलाई यो देशको युवाको माग छ। बालेन शाह मात्रै नभन्नु न, यो जेनजी पुस्ताले गरेको यो परिवर्तन जेनजी पुस्ताले मात्रै होइन, यसमा बाह्य हस्तक्षेप होइन। त्यो विषयमा अहिले आउँला सर, मैले हर्क साम्पाङकै कुरा जोड्दै थिएँ। सुन्नु त, म भन्दैछु त्यो। अब हर्क साम्पाङले के मानेनन् थाहा छ? विदेशको हस्तक्षेप माने। नेपालको मन्त्री पनि भारतीय दूतावासलाई सोधेर, बरु योभन्दा पहिलाका सबै मन्त्रीहरू भारतीय दूतावासलाई सोधेर मन्त्री बन्नु रहेछ नि त। त्यो त देखियो त होइन, छर्लङ्ग देखियो नि। उनले आफ्नो अस्मिता बेच्न चाहेनन्, राष्ट्रियतालाई माया गरे। म मेरो देशको मन्त्री हुन चाहन्छु, भारतको मन्त्री हुन चाहन्न भनेर आफ्नो आत्मनिर्णय गरे। र उनीहरूले श्रम, जुन हर्क साम्पाङले श्रम र खानेपानी मन्त्रालय हाप्दिएर ऊ आफ्नो बाटो लागे। बुझ्नुभयो? अब जित्ने पनि त हर्क साम्पाङले नै होला नि। फागुन 21 गते चुनाव हुँदैछ, त्यहाँबाट अगाडि आउन सक्ने सम्भावना छ। सम्भावना त धेरै छ नि, सम्भावना धेरै छ। अब अहिलेको अर्थमन्त्रीज्यूले जुन गर्नुभएको छ नि निर्णय, मैले बुझेअनुसार मिडियामा आएको अनुसार उहाँको भनाइ, रामेश्वर खनालको भनाइ के छ थाहा छ? गरि पनि सक्नुभएको छ उहाँले। एउटा आशा लाग्दो, आशाको किरण
चाहिँ अहिले नेपालमा पलाएको छ। आम नेपाली जनताहरू पनि खुसी भएको छन् अहिले, सरी है, खुसी भएको छन् किनकि रामेश्वर खनाल भन्ने यस्तो व्यक्तित्व हो जुन बेलामा भरतमोहन अधिकारी अर्थमन्त्री थिए तत्कालीन अवस्थामा उहाँ चाहिँ अर्थको होइन, सुन्नु न, उहाँ सचिव हुनुहुन्थ्यो, अर्थको सचिव हुनुहुन्थ्यो, दोस्रो दर्जाको हुनुहुन्थ्यो, उहाँ मुख्य सचिव हुने लाइनमा हुनुहुन्थ्यो। त्यो चाहिँ दोस्रो दर्जाको हुन्छ क्या, पहिलो मुख्य सचिव, दोस्रो अर्थ सचिव चाहिँ मुख्य सचिव हुनलाई लाइनमा हुन्छ क्या। अनि त्यो एमालेहरूले के गर्यो भने बाहिरबाट बजेट बनाएर लगेर अनि रामेश्वर खनाललाई दिएपछि उहाँले इमिडिएटली राजीनामा दिनुभएको। उहाँ त त्यस्तो मान्छे हो। भनेपछि अहिले देशले पाएको अन्तरिम सरकार गठन हुँदै गर्दा देशले पाएको अर्थमन्त्री त्यतिको योग्य मान्छे हो होइन? एकदमै, उहाँ जतिको विज्ञ मान्छे अर्को छैन, उहाँ जतिको विज्ञ मान्छे अर्को त्यस्तो लोभ लालच उहाँलाई छैन। उहाँ भएको भए होइन, उहाँले त पहिल्यै भन्नुभयो त मलाई केही पनि चाहिँदैन, मलाई सरकारी सुविधा पनि चाहिँदैन, गाडी पनि चाहिँदैन, लगायत धेरै कुरा हो, तलब पनि चाहिँदैन। सबभन्दा अर्को त्यो बिचौलिया छ नि, बिचौलिया त्यो सोके सचिवहरू राख्ने त्यो हटाइदिनु भयो। अब इमिडिएटली यो सरकारले यी न्यायाधीशहरू सब हटाउनुपर्छ। यी राजनीतिक नियुक्ति भएको न्यायाधीशहरू त पक्कै पनि हट्ला, किनभने पूर्व न्यायाधीशले जो अहिले प्रधानमन्त्री हुनुहुन्छ उहाँले नै धेरै पटक त्यो विषयमा त प्रश्न उठाउनु भएको छ। यो हटाउनुपर्छ। नहटायो भने यिनीहरूले के गर्छ थाहा छ? पछि सर्वोच्च अदालतमा मुद्दा हाल्छ। मुद्दा हालिसकेपछि यिनीहरूले यो चाहिँ यो संसदबाट नचुनिएको संविधानले चिन्दैन भनेर सुशीला कार्कीलाई मुद्दै हराइदिन्छ र हटाइदिन्छ। के त्यो संविधान कसले बनाइन्छ भन्नुहोस् त? जनताले बनाइन्छ नि। अनि यो संविधान खारेज हुनुपर्ने थियो? खारेज त होइन, यो संविधान खारेज हुनुपर्छ। यही संविधान अनुसार पो शपथ ग्रहण गर्नुभयो त उहाँहरूले। बास कुरा यहाँनिर छ नि, यो चाहिँ संविधान जोगाइयो, संविधान यो चाहिँ तपाईँको यो संविधान खारेज गरेर अन्तरिम संविधान बनाउने होइन, यो विज्ञलाई राखेर चाहिँ प्रत्यक्ष कार्यकारी राष्ट्रपति होइन, पूर्ण निर्वाचन समानुपातिक प्रणाली होइन, अझ राइट टु रिकलको सम्बन्धी व्यवस्था राखेर स्वायत्त अधिकार सहितको के व्यवस्था राख्ने, प्रदेश हटाइदिने। प्रदेशको कामै छैन। प्रदेश हटाउने त जेनजीको माग पनि छ त, पुरा होला नि पक्कै पनि। र जो अहिले ऊर्जा मन्त्रालयमा आउनु भएको छ, उज्यालोको महानायक पनि भनिन्छ उहाँलाई, विद्युत प्राधिकरणका कार्यकारी प्रमुख भएर पनि विद्युत त्यो प्राधिकरणलाई धेरै माथि पुर्याउनु भएको व्यक्तित्व कुलमान घिसिङले पनि भनिरहनु भएको छ अबको राइट टु रिकल नै हुनुपर्छ है, हो नि भन्ने उहाँको माग छ। हो नि, राइट टु रिकलको व्यवस्था हुनु पर्यो। नभए त अहिलेको जुन यो सामाजिक सञ्जाल बन्द गर्ने जुन गरे नि एमालेको सरकारले, एमाले गाउँमा पनि तानासा हो, एमाले गाउँमा पनि तानासा हो। एनजिओ चलाउने एमाले, सहकारी चलाउने एमाले काङ्ग्रेस, एनजिओ चलाउने पनि एमाले काङ्ग्रेस, अस्पताल चलाउने एमाले काङ्ग्रेस होइन। अनि तपाईँको सहकारीको अधिकांश सहकारीहरू चाहिँ ठग्ने एमाले र काङ्ग्रेस। आखिरी रवि लामिछानेलाई लगेर थुनेको छ। रवि लामिछाने सहकारीको दोषी नै होइन, सहकारीको ऋण लिनलाई त सहकारीको सदस्य बन्नुपर्छ हजुर। सहकारीको लुटेको, सहकारी लुटेर भनेको एमाले र काङ्ग्रेस हुन्। राष्ट्र ब्याङ्कको पैसा लाने होइन, अनि राष्ट्र तपाईँले बार भन्न अब यो जेनजी आन्दोलन जसरी चर्कियो नि, यो असल जेनजीहरू उहाँहरू हुनुहुन्थ्यो कि कोही यो हाइज्याक भयो पनि भन्छ धेरै? यो जेनजी आन्दोलन कसरी हुनु पुग्यो? एक प्रकारले भन्ने हो भने अहिले प्रश्न उठाउँ गरौँ यहाँलाई, यहाँ काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले यति धेरै स्ट्याटस लेख्नुभयो र ती जेनजीहरूलाई उक्साउनु भयो, फैलाउनु भयो। यो घटना पनि घट्यो। केही समय अगाडि उहाँले आफ्नो श्रीमती र आफ्नो छोरीको विषयलाई लिएर म सिंहदरबार जलाइदिन्छु भन्ने प्रकारको प्रश्न पनि गर्नुभएको थियो। अहिले धेरैले जलाए पनि भनेर पनि भन्छन्, त्यो के हो? अब कसरी के भन्नुहुन्छ सर? यो जेनजी आन्दोलनको नेतृत्व गर्ने उहाँ नै हुनुहुन्थ्यो, तर अहिले पछाडि गएर सबै घटना घटिसके पछाडि स्ट्याटस मात्रै लेख्नुभयो, त्यो मृतकको ठाउँमा पनि पुग्नु भएन, प्रत्यक्ष रूपमा उपस्थित पनि देखिएन भनेर भन्छन् है धेरैजनाले। तपाईँको चाहिँ धारणा के छ यसमा? हजुर, म एउटा कुरा भनौँ है, यो बालेन्द्र शाहले चलाएको जेनजी आन्दोलन होइन, त्यसरी बुझ्नु हुँदैन। सामाजिक सञ्जाल बन्द भयो, जेनजी पुस्तालाई चाहिने सामाजिक सञ्जालै हो। सामाजिक सञ्जाल एमालेको बाउको प्या होइन नि,
केपी शर्मा ओलीको सम्पत्ति होइन नि, यो झापा होइन नि हजुर। देशले विद्रोह खोजे त यो सामाजिक सञ्जाल त तपाईँको यो सामाजिक सञ्जाल बन्द गर्ने मान्छेले अनि फेसबुकमा स्ट्याटस किन लेखेको केपी शर्मा ओलीले? किन लेखे? आफै बन्द गर्ने, आफै फेसबुकमा स्ट्याटस लेख्ने लाज लाग्दैन, शरम लाग्दैन? केपी शर्मा ओली अपुत्र हो, उसका छोराछोरी छैनन्, अर्का छोराछोरीको माया के हो भन्ने त्यसलाई के थाहा? अहिले हेर्नुहोस् चाडबाडको मुखमा गरिबका छोराछोरीलाई ड्याङ ड्याङ छातीमा गोली हानेर मार्यो है, अनि त्यो पुलिस पनि मर्यो बिचरा है। अब यो सरकारलाई मेरो एउटा अनुरोध छ है, हजुर तपाईँले नसोधे प्रश्न, पुलिस पनि गरिबको छोरो मर्यो नि, हो कि होइन? त्यो जेनजी पुस्ताका युवालाई चाहिँ मरेको जुन शहीद घोषणा गरेर 15 लाख रुपियाँ दिने भन्यो, प्रहरीलाई त भनेन नि, प्रहरी पनि गरिबको छोरो मर्यो नि, त्यहाँ हाकिम त कोही पनि मरेन, सिपाही मर्यो नि, त्यो सिपाहीलाई पनि दिनुपर्छ नि सरकारले, किन दिएन? यसमा मेरो गुनासो छ। इमिडिएटली सरकारले ती जसरी चाहिँ तपाईँको त्यो पनि यो देशको नागरिक हो नि, शान्ति सुरक्षा अमन चयन कायम गर्नलाई ऊ पनि लागि परे हो नि, होइन? तर प्रहरी प्रशासनबाट त दिने त भन्यो होइन। अब चाडबाडको मुखमा श्रीमान मर्यो, आफ्नो कसैको छोरा मर्यो, तर सबैलाई इक्वल गर्नु पर्थ्यो, राज्यले यसमा चाहिँ विभेद गर्न हुँदैन। अब त्यो जेनजी पुस्ताहरू जो उहाँहरूले शहादत प्राप्त गर्नुभयो ती महान शहीदहरू हुन्। यसको जेनजी पुस्ताका मात्रै शहीदहरू नभएर पहिला पनि शहीदहरू धेरै हुनुभएको छ, उहाँहरूप्रति पनि भावपूर्ण श्रद्धाञ्जली। र अहिलेका जेनजी पुस्ताका ती नाबालकहरूलाई छातीमा गोली ताकी हानियो, ती प्रति पनि भावपूर्ण श्रद्धाञ्जली आन्दोलन नि सर। म भन्छु है, तिनीहरूको यो शेरबहादुर देउपाको घरमा त्यो 11 रोपनी जग्गा छ है, त्यो 11 रोपनी जग्गामा ती महान शहीदहरूलाई यो जेनजी पुस्ताका जति पहिलो दिनमा भएका के पहिलो दिनमा शहीद भयो नि बानेश्वरमा हो, ती तिनको शालिग बनाएर शेरबहादुर देउपाको घरमा राख्नुपर्छ। त्यो घर कब्जा गरेर र अधिकांश नेताको सम्पत्ति कब्जा गरेर राष्ट्रियकरण गरेर यो तपाईँको यो भ्रष्टाचारीलाई इमिडिएटली कारवाही गर्नुपर्छ, नेताहरू जेल हाल्नुपर्छ, किनकि जेनजीको मागै त्यही थियो। यो अन्तरिम सरकारले यो छानबिन गर्ने अधिकार पाउँछ, म्यान्डेटमा छ? पाउँछ। अब यो जेनजी आन्दोलन चाहिँ सर कसरी चर्कियो? यो बाह्य खेल छ कि नेपाली जेनजी ती सानातिना हाम्रा भाइ बहिनीहरूले नै गरे कि हजुरलाई एउटा कुरा विदेशी खेल छ यहाँ भन्नु त? यसमा वैदेशिक हस्तक्षेप पनि छ होइन। तपाईँको सामाजिक सञ्जाल बन्द गर्नु महागल्ती र ती ड्रेस लाएका विद्यार्थीमाथि छातीमा गोली ताक्नु र उनीहरूको छातीमा गोली ताकी मार्नु त्यो दोस्रो गल्ती होइन। र तेस्रो चाहिँ यहाँ विदेशी हस्तक्षेप पनि छ। हाम्रो देश नेपाल युक्रेन नबनोस्, देशमा अब ती शहादत प्राप्त गर्ने नाबालकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेप्रति यथाशीघ्र छिटोभन्दा छिटो राज्यले उपचार गरोस्, उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना र देशमा शान्ति छाओस्, अमन चयन छाओस्। र मेरो भनाइ चाहिँ यतातिर छ हजुरको। अब यही फागुन 21 गते चुनाव गर्ने भनिएको छ, त्यो सम्भावना छ देख्नु गर्न सक्ला यो अन्तरिम सरकार? किनकि यो राजनीतिक दलहरू चुनावमा नआइकन सुखै छैन। पहिला पनि खिलाज रेग्मीले 9 जना मात्रै मन्त्रीमण्डल बनाएर गरेको हो, 9 जना मात्रै मन्त्रीमण्डल बनाएर चुनाव गराएको हो नि, संविधान विघटन गरेर होइन। फेरि यही जो अहिले उछिटिएका अहिले के भन्छ यसलाई विस्थापित भएका पार्टीहरू छन् नि, फेरि यिनीहरू आउने सम्भावना छैन सर? त्यो त जनतामा भर पर्छ हजुर। त्यही भएर मैले भने यो संविधान खारेज भएर अन्तरिम संविधान बनाउने एउटा समिति बनाइदिनु पर्छ राष्ट्रपतिले। तर त्यो त राष्ट्रपतिले सकेनन्, त्यो गरेनन्, किनकि ऊ पनि पार्टीको मान्छे हो। होइन, राष्ट्रपतिले पनि त कारबाही भोग्नुपर्ने अवस्था हुन्छ यति बेला त। हो नि, उहाँ पनि अनि राज्यको सम्पत्तिले उपचार गर्ने यताउता गर्ने व्यक्ति होइनन्। हो नि, राज्यको सम्पत्ति दोहन गर्ने नै राजनीतिक दल। वडाको सदस्यदेखि राष्ट्रपतिसम्म कर्मचारीको कुरै छोड्नुहोस् है, यिनीहरू सबै मेन कुरा यहाँ कर्मचारीहरू छ नि, कर्मचारीहरू के अलि हाई लेभलको कर्मचारीहरूले देश यहाँ पुर्याएको, नेताले नै देश यहाँ पुर्याएको होइन। नीति बनाएन नेताले। तपाईँको यहाँ हेर्नुहोस् है, यो वृद्ध भत्ता दिने कुरा छ नि अर्थमन्त्रीज्यूले को जुन, अब यो वृद्ध भत्ता दिने गरिबलाई दिनु पऱ्यो क्या, गरिबलाई। अब यहाँ
यहाँ काठमाडौँका घरबेटीहरू छन् नि 5 लाख भाडा आउँछ वृद्ध भत्ता गोप्ने होइ भन्छ होइन त्यसलाई चाहिँ वर्गीकरण नदिने भने होइन कि वर्गीकरण गरेर दिने नदिने भनेको नि दिने तर वर्गीकरण गरेर दिने 5 लाख भाडा आउने पनि त्यही वृद्ध भत्ता लिन्छ उहाँ बिचरा खान नपाउने पनि त्यही वृद्ध भत्ता लिन्छ हेर्नुहोस् है होइन अब अर्को कुरा भन्नु सुकुम्बासी होइन खालि पपुलर हुनलाई मात्रै कुरा गरियो वृद्ध भत्ताको कुरा गरियो सुकुम्बासीका कुरा गरियो यहाँ जनताको बारेमा त केही कुरा गरिएन होइन कृषिलाई औद्योगिकरण गर्ने कुरा गरिएन होइन कृषिलाई औद्योगिकरण गर्ने कुरा गर्यो गद्दारहरूले होइन कृषिको क पनि जाने छैन कृषिको किसानको नाममा खरबौँ खरब रुपियाँ लगाएर लुटेर खायो है मल ल्याउँछु भनेर के गर्छु भनेर 2055 सालदेखि मलको कारखाना खोल्ने भनेर पैसा लुटेको यस्ता तस्करलाई नि बाँकी राख्नुहुन्छ हजुर किसानको हेर उखु किसानले उहाँ पैसा पाएको छैन दुध किसानले पैसा पाएको छैन किसानले दुध उत्पादन गर्छ रेट ऊ राख्छ त्यसको बाबुले उत्पादन गरे हो त्यो त किसानले रेट राख्न पाउनु पर्यो नि हजुर उसले मेहनत गरेको होइन उसको श्रम त किसानले पर्यो नि अब यो जेनजीहरूको एउटा एजेन्डा एउटा माग चाहिँ प्रत्यक्ष कार्यकारी प्रमुख छान्नुपर्छ प्रधानमन्त्री या राष्ट्रपति भन्ने छ होइन हो नि अब यो अन्तरिम सरकारले त त्यो म्यान्डेट पाएको छैन अब चुनावले गर्ने हो अब चुनावमा कस्तो प्रकारको मान्छेहरूलाई प्रायोरिटीमा राख्ने जसले गर्दाखेरि प्रत्यक्ष कार्यकारी प्रमुख छान्नको लागि सहायता गरोस् त्यो अगाडि बढोस् माओवादीको त अब प्रत्यक्ष कार्यकारी हुन्छ जस्तो लाग्छ तपाईँलाई होइन नेपाली जनताले गर्नु पर्यो नि हजुर प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको त्यसको व्याख्या गर्न अहिले म सक्दिनँ होइन हजुरलाई छोटोमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति जस्तो अमेरिकाको जस्तो के हजुरको त्यस्तो हुनु पर्यो नि दुईचोटि भन्दा 3 चोटि त्यो मान्छे चाहिँ चुनावमा उठ्न नपाउने दोस्रो कार्यकाल भन्दा बढी नपाउने हर तलसम्म त्यही हुनु पर्यो होइन यहाँ त युवा बेचेको आफू खरबपति भएको भए युवा बेचेको आफू खरबपति भएको भए अनि यस्तो हेर्नुहोस् त त्यो भुटानी शरणार्थीमा मान्छे बेचेको लाज छैन शरम छैन त्यो भुटानी शरणार्थीको फाइल इमिडिएटली खोल्नु पर्यो र कारबाही गर्नु यो सरकारले त्यो फाइलहरू खोल्ने अधिकार छ सर छ मजाले छ जस्तो भुटानी शरणार्थी भयो क्यान्टोनमेन्ट भयो अब धेरै छ यहाँ गिरिबन्धु टी स्टेट ललिता निवास भयो अनि फेरि त्यो पार्टी उनीहरूले त के भन्दै हुनुहुन्छ भने नि हाम्रो पार्टी ध्वस्त भयो हामी खरानी टकटकाउँदै हाम्रो धुलो टकटकाउँदै उठ्छौँ भनेर एमाले काङ्ग्रेसले माओवादीले भनिरहेको अवस्था छ देश कसरी उठाउने भन्ने विषयमा चासो छैन देश कसरी उठाउँ भनेर चासो राख्ने विषय व्यक्ति चाहिँ एकजना मात्रै देखियो धरानका मेयर हर्क साम्पाङ हो उसले चाहिँ मन्त्री दिँदा पनि उहाँले हापेर जानुभयो किन भारतको एमएसीमा गएर सोधेर मन्त्री बन्छ त तपाईँको हर्क साम्पाङ हर्क साम्पाङ त राष्ट्रियता बोकेको मान्छे हर्क साम्पाङ कस्तो प्रकारको मान्छे हो सर ऊ राष्ट्रियता बोकेको मान्छे ऊ राष्ट्रियता बोकेको मान्छे हो राष्ट्रियता बोकेको मान्छेले इन्डियाको काकी त्यो खुट्टामा ढोक्दैन होइन राष्ट्रियता बोकेको मान्छेलाई त खोइ फेरि अगाडि आउनै दिँदैन रहेछ दिँदैन नि ऊ आदिवासी जनजाति भएर पनि नदियो अनि त्यसरी जातीयताको उसमा यहाँ जातीयताकै हुन्छ ऊ 2 जना तामाङ मन्त्री भएको थिए कसरी हटाइदियो देख्नुभयो 2 जना तामाङ दाजुहरू मन्त्री भएको थिए कसरी हटाइदियो अझ 3 जना भएको थिए त्यस्तो चलखेल पनि हुन्छ त्यसो भए त यो के भन्छ उनीहरूले जातीय राजनीति उनीहरूले पो गरिरहेको रहेछन् त बोल्ले जसले हटायो उनीहरूले हो तर आरोप त फेरि हर्क साम्पाङलाई पो जातीय भन्छन् त फेरि एउटा बाहुन जान्छ अर्को बाहुन आउँछ एउटा बाहुन जान्छ अर्को बाहुन आउँछ एउटा बाहुन जान्छ अर्को बाहुन आउँछ यो देश खालि बाहुनले मात्रै खाने यो देश बाहुनले बिगारेको हेर्नुहोस् बाहुनवादले भन्नु हो बाहुनवादले बिगारेको यो देश बुझ्नुभयो यहाँ कतिपय चाहिँ तपाईँको दैनिक भारी बोकेर खाने बाहुन छ नि असनचोकमा तिनले कहिले तिनको जीवन कहिले भिड्छ हो तिनको जीवन चाहिँ कहिले भिड्छ अब अन्तिममा हाम्रो भिडियो हेरेको दर्शकहरूलाई के भन्नुहुन्छ धरानका मेयरहरुका साम्पाङको त्यो लगावलाई लिएर र यो जेनजी आन्दोलनको विषयलाई लिएर अन्तिममा यो जेनजी आन्दोलन भनेको सामाजिक सञ्जाल बन्द गरिसकेपछि यहाँ तपाईको स्कुल ड्रेस लाका बच्चाहरूलाई छातीमा गोली ताकी हानेर हामी एमालेको सरकार कांग्रेसको सरकारलाई इमिडिएटली छानबिन गरेर कारबाही हुनु पर्यो। एक अनि भुटानी शरणार्थी बनाएर बेच्नेलाई कारबाही हुनु पर्यो। दुई ललिता निवास गिरीबन्धु टी स्टेट लगायत जम्मा यहाँ 46 वटा
होइन ती मुद्दाहरू आउनु पर्यो होइन। अनि त्यो तपाईँको अहिलेको गृहमन्त्रीलाई मेरो एकदमै एकदम अनुरोध, यसमाथि तुरुन्त छानबिन हुनु पर्यो र तपाईँको यो निर्मला पन्तको हत्यारा को हो त्यो फाइल इमिडिएटली बाहिर ल्याउनु पर्यो। त्यस्ता हजारौँ घटनाहरूलाई बाहिर ल्याइदिनु पर्यो। 2 3 नम्बर कुरा, अब नेपालमा यो सरकारलाई मेरो अनुरोध, उहाँहरूको कार्यकाललाई सफलता मिलोस्, नेपालमा तोकेकै समयमा निर्वाचन होस्, नेपाली जनताले शान्ति पाउन्, समृद्धि पाउन् र सुख पाउन्, सबैले रोजगार पाउन्। यो अर्थमन्त्रीज्यूले चाहिँ अब उद्योगहरू सञ्चालन गर्ने नीति बनाइदिनु पर्यो र गरिबले कर्जा पाउने नीति बनाइदिनु पर्यो होइन। र किसानले तपाईँको एकदमै सस्तोमा 3% ब्याज दरमा चाहिँ कर्जा पाउनु पर्यो। त्यो किसानले चाहिँ लगेर आफ्नो उत्पादनमा औद्योगिकरण गर्ने सिस्टम बनाइदिनु पर्यो होइन। कसैलाई पावर नलाइकन सिधा ब्याङ्कमा गएर आफ्नो नागरिकता, आफ्नो योजना राखेपछि उसले चाहिँ 25 लाख कर्जा पाओस्। जुन ब्याङ्कले पनि किसान गयो कि उसले लिन पाउनु पर्यो, युवा गयो कि उसले पाउनु पर्यो। केही गर्छु भने युवालाई खारीमा बारी धितो राखेर खारी जाने वातावरणको अन्त्य हुनु पर्यो। खारी जाने बारी धितो खेतबारी धितो राखेर विदेश जान नपरोस्। यहीँ 30,000 को जागिर पायो भने एउटा युवा पनि विदेश जाँदैन हजुर। यिनीहरूले त युवा बेचेर झन्डा हल्लाएर खाएको यी चोर गद्दार दलालहरूले कहाँ राजनीति दल हुनु, दलाल हुन्, सबै तस्कर हुन् होइन। सुहानी ओटा लाली लाएर मन्त्रीज्यू भनेर देश लुटेर खै यिनीहरूलाई सामाजिक बहिष्कार गरेको हजुरहरूले। सामाजिक बहिष्कार गर्नु पर्यो यी गद्दारहरूलाई। वडा अध्यक्षको सुहानीदेखि होइन राष्ट्रपतिको सुहानीसम्मलाई सामाजिक बहिष्कार गर्नु पर्यो। लाज छैन, शरम छैन। नेताले त तपाईँको इतिहास लेख्ने हो, सम्पत्ति कमाउने हो। त्यस कारणले जनताको जीवनस्तरभन्दा माथि उठेका यी गद्दार नेताहरूलाई जनताले नै आउने निर्वाचनमा परास्त गरेर होइन नयाँ होइन उम्मेदवारलाई जिताउनुहोस् र आफ्नो चाहिँ देश र जनताप्रति वफादार रहनुहोस्, इमान्दार रहनुहोस्। जनताको लेभलभन्दा कहिले आफ्नो लेभल माथि नउठाउनुहोस् नेता हुने मान्छेले होइन। यही भन्दै अब मैले अघि नै भनिहालेँ, विजय दशमीको शुभकामना म दिन सक्दिनँ। देश रोएको छन्, ती महान शहीदहरूका आमा बाबुहरूको रोदन छ। मेरो दिल दुखेको छ। यति भन्दै त्यो जुन जति पनि जेनजी पुस्ताहरू भनेर आए उहाँहरूको शहादत भयो र उहाँहरूका आमा बुबा आफन्तप्रति धैर्य धारण गर्ने शक्ति मिलोस्। ती महान शहीदहरू हुन्, ती महान शहीदहरू हुन्। ती जेनजी पुस्ताको मागलाई यथाशीघ्र यो सरकारले पुरा गरोस्, यथाशीघ्र यो सरकारले पुरा गरोस् भन्दै यहाँहरूले दिनुभएको समयप्रति आभार व्यक्त गर्दै बिदा हुन्छु। हस्, नमस्कार, नमस्कार, नमस्कार।